पशु प्राणी मेरै हुन्। खोला जङ्गल र झरना हरियाली मेरै हुन्। अनि मेरो स्वरूपमा बनिएका मानिस तिमी मेरो लागि अति सुन्दर तिमी मेरै हौ। अनि मेरो स्वरूपमा बनिएका मानिस तिमी मेरो लागि अति सुन्दर तिमी मेरै हौ। बगैँचा स्वार्थले जलाए पापले कुकर्ता ल्याए पिछे बढाए। प्रेमको सुन्दर बगैँचा स्वार्थले जलाए। तर मैले तिमीलाई चाहिन, तर मैले तिमीलाई छोडिन, तिमीलाई बचाउन आफ्नो पुराण पठाए। हजुरको स्वरूपमा बनिएको मानव, हजुरको सुन्दरताले सजिएको मानवमा, हजुरको स्वरूपमा बनिएको मानवमा, हजुरको सुन्दरताले सजिएको मानवमा। अनि पापी भए पनि यसको अनमोल गर्ने छन् हिँडेको